नमस्कार, स्वागत छ हाम्रो च्यानल तेस्रो आँखामा। आज चाहिँ मैले ओशोको बुक अ कप अफ टीबाट एउटा सानो कहानी लिएर आएको छु। कहानीको नाम छ अ इम्प्टी कप, भनेको खाली कप। एक समयको कुरा हो, एउटा सानो गाउँमा मास्टर ली नाम गरेको एकदमै प्रख्यात र एकदमै जान्ने गुरु बस्नुहुन्थ्यो। गाउँलेहरू केही सल्लाह सुझावको लागि उहाँतिर जान्थे। एक दिनको कुरा हो, एउटा जवान केटा काई नाम गरेको केटा मास्टर लीलाई भेट्न जान्छ। ऊ एकदमै घमण्डी हुन्छ अनि उसले गुरुथिन गएर झुक्दै भन्छ कि मलाई हजुरको ज्ञानको रहस्यको बारेमा बताउनुस् भनेर भन्छ। अझै उसले भन्छ कि मैले धेरै किताब पढिसकेँ, मैले धेरै ठाउँ डुलिसकेँ पनि भनेर भन्छ। अनि मास्टर लीले उसलाई हेरेर हाँस्दै भन्नुहुन्छ कि ल ठिक छ, म भनौँला मेरो ज्ञानको रहस्य हजुरलाई, तर पहिला चिया पिउँ अनि त्यस पछाडि म हजुरलाई भन्नेछु भनेर भन्नुहुन्छ। अनि गुरुले 2 कप चिया बनाएर 2वटा कप राखेर उसलाई रुममा लगेर अनि त्यस पछाडि चिया हाल्न सुरु गर्नुहुन्छ एउटा कपमा। चिया हाल्दा चिया भरेर नि कपबाट नि बाहिर गइसक्यो, तैपनि गुरुले हाल्नुहुन्छ। अनि त्यस पछाडि काईले आफूलाई रोक्न सक्दैन अनि सोध्छ कि हजुरले के गर्नुभएको हो? चिया घोप्टिसक्यो। अनि फेरि गुरुले धैर्यताका साथ उसलाई हेर्दै भन्छ कि तिमी ठिक छौ, चिया घोप्टिसक्यो, यो कपमा अब चिया जाँदैन भनेर भन्नुहुन्छ। अनि उसलाई सम्झाउनुहुन्छ कि यो चियाको कप जस्तै तिम्रो दिमागमा पनि ज्ञानहरू भरिसकेको छ। तिमीलाई अब उसको रहस्य जान्नको लागि तिम्रो दिमागमा खाली ठाउँ छैन। तिम्रो घमण्डले गर्दा तिमी अन्धो भइसकेको छौ अनि तिमीले धेरै पढेको कारणले, तिम्रो घमण्डको कारणले गर्दा तिम्रो अब दिमागमा अब धेरै ज्ञान अटाउँदैन भनेर गुरुले उसलाई भन्नुहुन्छ। तिम्रो दिमाग फुल भइसकेको छ भनेर भन्नुहुन्छ। मास्टर लीले फेरि भन्दै दिमाग खाली बनाऊ, अहङ्कारलाई जान देऊ अनि बल्ल तिमी ममा सिक्न आऊ भनेर भन्नुहुन्छ। त्यति सुनेपछि काईले पनि रियलाइज गर्छ, आफूले बुझ्छ अनि त्यस पछाडि झुक्दै धन्यवाद गुरु, मैले अब दिमाग खाली बनाएर सिक्ने लायक भएपछि बल्ल हजुरकोमा आउँछु भनेर उसले भन्छ मास्टरलाई। यो सानो कथाबाट हामीले के बुझ्न सकिन्छ भनेपछि हाम्रो दिमाग खाली बनाएपछि बल्ल दिमागमा नयाँ कुराको लागि ठाउँ बन्छ। हाम्रो अहङ्कारलाई सबभन्दा त अहङ्कार गर्नु हुँदैन भनेर यो कथाबाट हामीले सिकियो। धन्यवाद, आजको लागि यति नै। म यस्तै कथाहरू लिएर आउने नै छु, त्यसको लागि हामीसँग कनेक्ट हुन एकदमै सजिलो छ।